हेलो वेलकम सबैलाई फेरि पनि मेरो भिडियोमा। अनि यो चाहिँ हामी सिप्सु भन्ने जग्गा जाँदै गर्दाखेरि लिएको केही भिडियोहरू थियो मेरोमा। अनि यो भिडियो बनाएको पनि सायद झनै 1 वर्ष हुन आँट्यो, तर पनि अहिले पोस्ट गर्दैछु। एकदमै राम्रो जग्गा है, एकदमै खेतै खेत। साम्चीदेखि सिप्सु जाँदै थियौँ अनि बाटोमा चिया पियौँ। अन्त केही बाटोदेखि चाहिँ हामी एउटा बलेरो गाडीमा हामी थुप्रोजना, हामी 17 जना थियो हामी अनि साथीभाइहरूसँग। अनि एकदमै रमाइलो यात्रा भयो है, अनौठो अनुभवहरू भयो। अनि हेर्नुहोस् एकदमै राम्रो राम्रो गाउँहरू, सुन्दर सुन्दर ठाउँहरू, अनि एकदमै खुसी लाग्यो। अनि परमेश्वरलाई धन्यवाद दिएँ एकदमै नसोचेको ठाउँमा पुग्नु पाउँदै गर्दाखेरि। अनि हामी चाहिँ जानुपर्ने यो पहाडी देख्दै गरेको गाउँमा जानुपर्ने, यहाँनिर चाहिँ हाम्रो आमाहरूको सेवा थियो 1 दिनको। अनि त्यही अवसरमा जाने मौका पायो, परमेश्वरले यसरी मौकाहरू दिनुभयो। अनि एकदमै हामी धेरै ठाउँका आमाहरू भेला भएर बातचितहरू गर्न सक्यौँ, रमाइलो गर्न सक्यौँ। अनि एकसाथ समयहरू एक ठाउँमा समयहरू बिताउन सक्यौँ। अनि यो चाहिँ त्यहाँ हामी पुग्यौँ अनि एकदमै राम्रो प्रार्थना सेवाहरू भयो। अनि त्यहाँको सबैजनासँग भेटघाट गर्न सक्यो। यो चाहिँ हाम्रो टिम हो। अनि परमेश्वरले त्यहाँनिर परमेश्वरको वचनहरू बोल्ने समयहरू पनि दिनुभयो। अनि एकदमै परमेश्वरप्रति धन्यवादी छु। अनि यो क्षणहरू चाहिँ म सम्हालेर राख्न चाहन्छु। त्यही भएर कारण सबै यसरी पोस्ट गरिरहेको छु। धन्यवाद सबैलाई।